ढाड वा कम्मरको दुखाइ लिएर आउने बिरामीहरूमा सबैभन्दा बढी देखिने समस्या भनेको चाहिँ मेकानिकल ब्याक पेन हो। नमस्ते, म डाक्टर कृष्णराज खनाल, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ। ढाड वा कम्मरको दुखाइ लिएर आउने बिरामीहरूमा सबैभन्दा बढी देखिने समस्या भनेको चाहिँ मेकानिकल ब्याक पेन हो। यो भनेको चाहिँ ढाडको मांसपेशीहरूको दुखाइ हो, जुनमा चाहिँ जाँचेर हेर्दाखेरि कुनै पनि समस्याहरू देखिएको हुँदैन। मासुहरू थाकेर गलेर हुने खालको दुखाइ हो। यो बाहेक अब चोटपटक लागेर जस्तै केही सामानहरू उठाउँदाखेरि ढाड सड्केको, मासुहरूमा चोट, हड्डीको फ्र्याक्चरहरू, त्यस्तो कारणहरूले पनि ढाड दुख्ने हुनसक्छ। पुराना फ्र्याक्चरहरूले गर्दा पनि दुखाइ हुनसक्छ। यस्तै उमेर बढी भएको बिरामीहरूमा चाहिँ हड्डी कमजोर भएर अस्टियोपोरोसिसको कारणले गर्दाखेरि पनि ढाड दुखेको हुनसक्छ। त्यो बाहेक यङ बिरामीहरूमा चाहिँ बाथ रोगहरू, ढाडमा हुने बाथ, त्यस्तै गरी अरू भनेको चाहिँ सायटिका, डिस्क प्रोल्याप्सहरू अथवा चाहिँ अरू अन्य हाड जोर्नीमा हुने कुनै पनि रोग जस्तै कि हड्डीको ट्युमर, हड्डीको चाहिँ इन्फेक्सन, यस्तो कारणहरूले पनि ढाड दुखाइ हुन सक्छ।